उसको पनि कति पर्छ हेरौँ है। म हेर्दै डराएको थिएँ कि स्टार्टिङमा चाहिँ। मस्त हुन्छ के हो। हेलो गाइज, गुड इभिनिङ। आज चाहिँ हामी एकदमै खतरनाक जङ्गलमा क्याम्पिङ र सँगै फिसिङ गर्न आएका छौँ होइन। खास गरी चाहिँ हामी अहिले आफ्नो देशमा नभएर आन्ध्र प्रदेशमा छौँ। यो जङ्गलको बारेमा चाहिँ हामी एकदमै अनजान छौँ होइन। पुरै क्याम्पिङको सामानहरू लिएर होइन, आफूलाई जति पनि क्याम्पिङ गर्दा चाहिने सामानहरू छन् ती सामानहरू सबै बोकेर चाहिँ हामीले आज यहाँ आइपुगेका छौँ। अनि आज मेरो लागि पनि नयाँ एक्सपिरियन्स हुनेछ, किनकि मैले जिन्दगीमा कहिले पनि यो बोइलछिल चाहिँ माछा मारेको छैन। आज यो भाइले मलाई सिकाउँछ चाहिँ माछा मार्न सक्छु कि सक्दैन। पहिले त म यसलाई हेरेर सिक्छु। अनि आज चाहिँ हामीले खानाको लागि कुनै पनि चिज लिएर आएका छैनौँ। आज चाहिँ हामीले माछा नै खाएर चाहिँ यहाँ क्याम्पिङ गरेर फुल नाइट क्याम्पिङ गर्ने भनेका छौँ। आज हामी यहाँ बस्न सक्छौँ कि सक्दैनौँ, यो भाइले माछा मार्छ कि मार्दैन होइन, मैले पनि पार्न सक्छु कि सक्दिनँ। आज चाहिँ नयाँ एक्सपिरियन्स हुनेवाला छ। माछा मार्दैछ यसले चाहिँ, हेरौँ है यसले माछा मार्छ मार्दैन। माछा छ यत्रो हो तैँले खाले रातो माछा उहाँले। तर माछा चाहिँ गाइज यहाँ यति छ होइन। यहाँ ढुङ्गाले हाने पनि गुलिलले हाने पनि मर्थ्यो क्या माछा चाहिँ। यत्रो माछा देखिन्छ यो किनारमा होइन। गाइज मलाई चाहिँ विश्वासै थिएन होइन, यो भाइले चाहिँ मलाई माछा मारेर देखाउँछ आज भनेर। हाम्रो आजको सबैभन्दा पहिलो माछा चाहिँ होइन, सानै भयो भने आज चाहिँ हाम्रो होइन बस्नको लागि आज क्याम्पिङमा चाहिँ यसले चाहिँ थप रमाइलो, सबैभन्दा थप रमाइलो चाहिँ लिन्छ। भाइले चाहिँ अर्को मासु पारेछ। माछा चाहिँ के माछा हो यो होइन? मागुर माछा हो। माङ्गुर हो, माङ्गुर माछा हो यो। सब यस्तै माछा छन् त यार यहाँ है गाइज। फाइनल्ली होइन 4-5 घन्टा पछि चाहिँ 2 माछा मारेको थियो भाइले। अनि 2 माछा मारिसकेपछि एकदमै वाक्क दिक्क भएर बसेका थियौँ। रात पनि परिसकेको छ। फाइनल्ली चाहिँ मेरो जिन्दगीमा पहिलो एक्सपिरियन्स हो चाहिँ जिन्दगीको पहिलो एक्सपिरियन्स होइन। माछा पनि कसम यस्तो कुन माछा हो यो होइन। स्टार्टिङमा देख्दाखेरि त यार यो चाहिँ होइन, यो किङ कोब्रा जस्तो लागेको थियो मलाई टाउको देख्दाखेरि। तर कसम यस्तो माछा चाहिँ मैले पहिलोचोटि देखेँ यहाँ। पुरै यस्तै माछा रहेछ होइन। यो जिन्दगीको मेरो पहिलो एक्सपिरियन्स हो यो माछा मारेको चाहिँ। अब भाइले पनि उता लगाएको छ, उसको पनि कति पर्छ हेरौँ है। हामीलाई चाहिँ यो जङ्गलमा रात नै परिसक्यो। उता मैले चाहिँ बल्छी लगाएको छु होइन। लगभग हामीले एउटा ठुलो र 2टा साना गरी 3टा माछा मारिसक्यौँ। अब भाइले पनि उता ट्राई गर्दैछ, मेरो पनि उता मैले लगाएको छु है। अब हेरौँ एकछिनपछि चाहिँ पर्छ कि पर्दैन। अब चाहिँ यदि आधा घन्टाभित्र होइन परेन भने चाहिँ अब गएर हामीले चाहिँ अब भोक पनि यस्तो लागिसकेको छ होइन। आजको चारो चाहिँ हाम्रो लागि यहाँ क्याम्पिङको एउटा होइन, क्याम्पिङमा आज चाहिँ खानाको व्यवस्था पनि भयो। अब चाहिँ रात पनि लगभग 7 बज्न लागिसकेको छ। यहाँ अझै एउटा ट्याक्क त्यही केजीको सेम एउटा पर्यो भने त्यसपछि आनन्द हुन्थ्यो मजाले। हामीसँग 2टै मिलाएर लगभग 1.5 केजी होइन। टेन्ट हाल्ने तयारीमा छु गाइज हामीहरू। गाइज फाइनल्ली हामीले चाहिँ टेन्ट लगाइसक्यौँ है। तर राति अँध्यारोमा टेन्ट लगाउनु फेरि गाह्रो हुन्छ। तर मलाई यो सबैभन्दा झ्याउ लाग्ने काम भनेकै यो टेन्ट लगाउनु हो राति होइन। तर हावा चाहिँ एकदमै बेगले चलिरहेको छ। हामीले चाहिँ अब भोक चाहिँ कसम जिन्दगीमा मलाई कुनै बेला त्यस्तो तरिकाले लागेको थियो जिन्दगीमा, आज चाहिँ त्यो सम्झना आयो। माछा यो चाहिँ यो 2टा चाहिँ यो भाइले मारेको होइन। यसले चाहिँ मलाई सिकाएको मार्न चाहिँ यसले मलाई सिकाएर यसको भन्दा मैले चाहिँ खतरा तरिकाले मारिदिएँ माछा होइन। यसले चाहिँ यो मारेको 2टा सानोवाला होइन। अनि मैले मारेर त अहिलेसम्म पनि जिउँदैछ है। मलाई त यसको टाउको देखेर पनि डर लाग्छ यार। भाइले मारेको माछा हेर्नु अहिलेसम्म पनि जिउँदैछ है यो चाहिँ, माया कसम। ओ माइ गॉड, यसको जुङ्गा हेर न यहाँ यस्तो कसम। ल यसलाई म हेर्दै डराएको थिएँ कि स्टार्टिङमा चाहिँ होइन। यस्तो डेन्जर छ नि यो, टाढाबाट देख्दाखेरि चाहिँ किङ कोब्रा जस्तो देखिन्छ यसको टाउकोलाई। खाँदाखेरि यस्तो टेस्टी हुन्छ नि यो माछा। रात बिताउनु बाँकी छ, बिहानसम्म चाहिँ के कस्तो हुन्छ आपद विपद आइलाग्ने हो होइन।
या आनन्दले हामीले सोचेको जस्तै तरिकाले चाहिँ हामी सुत्ने हो। के तरिकाको चाहिँ अब हुन्छ यो जङ्गलमा चाहिँ होइन। अब हामीले चाहिँ फुक्नु जरुरी छ। अब जिउँदो अहिलेसम्म जिउँदो छ, मर्यो मर्दैन हो, काट्यो नि मर्दैन है। यसको चाहिँ डेन्जर है माछा। यो चाहिँ माङ्गुर माछा हो खास, माङ्गुर माछा त होइन होइन। मैले त कसम मैले सुनेको थिएँ तर माङ्गुर माछा देखेको चाहिँ थिएन है भाइ। आन्द्राभुँडी छैन कहाँ कसम डेन्जर रहेछ कि माछा चाहिँ यो है। यो इन्डियामा चाहिँ यस्तो भोक लागेको पहिलो हो जिन्दगीमा हो कि होइन भाइ? खै यसले टेस्ट गरौँ, भाइले बनाएको है। यो माछा खत्रै हुन्छ नि। के गर्ने अब यस्तै हो होइन। हामी गरिब युट्युबर पऱ्यो, गरिब अब क्याम्पिङ भिडियोवाला पऱ्यो होइन। कस्तो छ भाइ? दामी छ, मस्त छ। किनकि खै भोक लाग्यो हुनाले थाहा भएन होइन। तर मागुर माछा राम्रो हुन्छ, मैले सुने पनि हो, खाएको पनि हो, राम्रो हुन्छ। तर आज भोक लाग्यो भएर अझै राम्रो भयो है, अझै एकदम मस्त। कसम मलाई नेपालको अर्ग्यानिक टेस्ट, हाम्रो नेपालको त अब दामी अर्ग्यानिक हुन्छ नि त, एकदमै अर्ग्यानिक लाग्यो मलाई। पोलेर हो दाउरामा होइन। कसम यो दाउरामा खाना बनाएको पनि आजै हो, नत्र ग्यासमा बनाइन्थ्यो। दाउरामा एउटा सबै चिज चाहिँ आज अर्ग्यानिक छ हामीसँग होइन। यो चाहिँ एकचोटि चाहिँ मेरो घाँटीमा अड्किसकेको छ है। देखेको पोलिसकेपछि माछाको मासु चाहिँ एउटा फुर्छ होइन, अलिकति धर्सा किसिमको फाइबर किसिमको हुन्छ। तर यो चाहिँ कुखुराको मासु जस्तै छ क्या यो होइन। एकदम यसलाई त्यही भएर पनि सायद चाम्रो होइन, एकदम चाम्रो। यस्तो यस्तो पहाडी एकान्त ठाउँमा चाहिँ यो हुँदो रहेछ होइन। टेस्ट चाहिँ हो यार हाम्रो। यो हड्डी पनि छोड्नुहुन्न, यो हड्डी होइन छोड्ने होइन, अलिकति रोस्ट गरेर खानुपर्छ। तर यसको बास्नाले गर्दाखेरि होइन कि या सिकारी जनावर हो होइन या कुनै हो हामीलाई थाहा छैन। तर साउन्ड चाहिँ गरिरहेछ, साउन्ड चाहिँ अघिदेखि नै गरिरहेछ होइन। यहाँको मान्छे लोकल मान्छेहरूले होइन, यहाँ चाहिँ बाघ भालु हुन्छ, यहाँ चाहिँ राति बस्नुहुन्न भनेर चाहिँ हामीलाई चेतावनी दिएको हो कि होइन भाइ? स्यालहरू हुन्छ यहाँ, बाघ भालु हुन्छ यहाँ भाइ, पुलिस छोड्दैन। साथीहरू अहिले चाहिँ बजिसक्यो रातिको 10:30 होइन, हाम्रो नेपालको लगभग 11। हामी चाहिँ अहिलेसम्म पनि आगो बालेर नै बसिरहेछौँ है। यहाँ चाहिँ ठुलो ठुलो मुढाहरू जोतेर बसिरहेछौँ है। अब सुत्नको लागि त्यस्तो खास व्यवस्था छैन। एउटा यो छ होइन दस्याउनको लागि, अनि एउटा ज्याकेट छ त्यसको मेरो। अरू हामीसँग चाहिँ त्यस्तो केही चिज पनि छैन। हेलो गुड मर्निङ गाइज। दोस्रो दिनको सकुशल यो बिहानीमा तपाईँहरूलाई स्वागत छ। रात्रि यस्तो निन्द्रा लाग्यो होइन, डरले निन्द्रा लाग्दैन कि भन्ने सोचिरहेको थियौँ। र कति बेला निन्द्रा लाग्यो होइन थाहा नै भएन। भाइ चाहिँ सुतिरहेछ फेरि पनि अहिले पनि सुतिरहेछ ऊ चाहिँ। कुन तरिकाको निन्द्रा आयो नि होइन। हेर्नु न निन्द्रा कस्तो लाग्छ भन्ने कुरा। घर जाने हो, घर जाने फेरि सुत्ने हो, एकछिन सुत्ने अरे। हेरौँ है बाहिरीको माहौल चाहिँ कस्तो छ। बाहिरी चाहिँ यस्तो माहौल छ है त गाइज। ओह माय गॉड, मुढाहरू निभिसकेका रहेछन्। राति आगो बालेको हाम्रो चाहिँ यहाँ दाउरा पनि हामीले ती हातमै कालो भएको छ होइन, यो मुसोले गर्दाखेरि। मजाले अब आगो बालेर मजाले बस्यो रातभरि। अनि लगभग हामी चाहिँ 12 बजेतिर चाहिँ सुत्यौँ होला। 12 बजेतिर मजाले सुत्यौँ होइन। यहाँ वरिपरिको वातावरण यस्तो छ बिहान बिहानै। उता कुनै जनावर चाहिँ गयो होइन। म वरिपरिको वातावरण देखाउँछु तपाईँहरूलाई। र कसम जङ्गलमा बस्दाखेरि चाहिँ यस्तो आनन्द हुन्छ नि होइन, कुनै टेन्सन छैन, टेन्सन फ्री भएर होइन। र कता माहौल यस्तो छ गाइज होइन। कस्तो लाग्छ त भन्दाखेरि
यहाँबाट फेरि फर्केर घर जान मन लाग्छ त्यो जङ्गल फेरि गएर सुत्ने हो तर बिहानको माहौल चाहिँ तपाईँहरूलाई म देखाउँछु अहिले माछा मारेको पोखर चाहिँ उ त्यो पोखरी हामीले माछा मारेको चाहिँ होइन भाइ चाहिँ अहिलेसम्म पनि सुतिरहेछ होइन साथीहरू यो थियो हाम्रो फिसिङ अनि क्याम्पिङ भिडियो घाम पनि हुँदैसकेको छ घरका मान्छेहरू पनि एकदमै चिन्तित होला किनकि यो ठाउँमा चाहिँ नेटवर्क टिक्दैन हामीले चाहिँ अब फाइनल्ली टेन्टलाई चाहिँ फोल्डिङ गरेर घरतिर जानुपर्छ हाम्रो यो क्याम्पिङ अनि फिसिङ भिडियो तपाईँहरूलाई कस्तो लाग्यो होइन योभन्दा पनि एकदमै दामी दामी भिडियो यदि तपाईँहरू चाहनुहुन्छ भने अवश्य पनि हामीलाई साथ सपोर्ट गरिदिनु होला माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अनि यदि तपाईँहरूले चाहिँ हामीलाई सपोर्ट गर्नुभयो भने हामी योभन्दा पनि खतरनाक तरिकाका भिडियोहरू चाहिँ लिएर आउनेछौँ होइन धेरै नै सपोर्ट गरिदिनु भयो भने अवश्य पनि आफ्नो ठाउँमा गएर आफ्नो ठाउँको जङ्गलहरूमा यस्तो क्याम्पिङ भिडियोहरू बनाएर हामी तपाईँहरू समक्ष ल्याउने नै छौँ होइन नयाँ हुनुहुन्छ भने अवश्य पनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त्यतिसम्मलाई चाहिँ बाई बाई।